हेलो आमा नमस्ते के छ आमा खबर अनि कुच्चो चाहिँ के गर्नुभएको है यता किन हौ किन के जाने सन्चै छौँ हामी बिमारी भएर मर्ने बेला भने के गर्नु के बिरामी हुनुभयो त यहाँ खुलस्त रूपमा भन्नु पर्यो तपाईँले के भन्नु ज्वरो आउने टाउको दुख्ने ए भनेपछि दबाई खानु हुँदैछ कि छैन त मैले बिहान ल्याइदिएको थिएँ दबाई खानुभयो गोली खा बाँकी खोइ त अनि छोरालाई धन्यवाद पनि भन्नु छैन ल्याएको धन्यवाद भन्नु छ त नि कहिले मैले भने हेरी आउँछ रे आमा त कस्तो बैगुनी रहेछ हौ मान्छे गुण लाउँदा पनि नहुने हो बैगुनी म बैगुनी हो नि त बैगुनी रहेछौ मायालु भन्ने गीत आमालाई पो म्याच हाने रहेछ त अनि तपाईँको के छ त अनि माइत गाउँ कहाँ अरे आमा किन हौ सोधेको नि कहाँ हो भनेर कहाँ हो भनेर सोध्नु नहुने माइत गाउँ त उता अरे त होइन कहाँ रे माथि के भयो अरे तेरो मावली माइती गौ तपाईँको माइती मेरो मावला तपाईँको माइती भन त अनि मेरो मावली ठ्याक्क नहुने कुरो नगर्नु हुने कुरा नगर्नु को नपाउँदो रहेछ अनि तपाईँको भइ माथि 5 थर कुरुले पो भन्थ्यो होइन कि 5 थर पर्दैन हौ कुरले बाछालाई हेर्नु तेरो बाबा पान्थाल ए अनि खोइ त अनि एउटा कथा सुनाइदिनु त दर्शक बिनहरूलाई के सुनाउनु कथा हौ टुरा भन्ने सुनाइदिनु सुनाइदिनु अब एक लट के छ त सुनाउँदैन नसुनाउनु हुने हौ टुरा के हुन्छ हौ खबर भन्दै पुरै अनि भन्नुहुन्थ्यो त कि त त्यो बिर्मासानको टुपी तानेको कथा सुनाइदिनु के गर्नु बिरमा गाउँ टुपी तानेर भनेर तिमीहरूलाई कि त्यो सुनाइदिनु कि के गरिदिनु लु तिमीहरूलाई भनेर के पत्ता केही पत्ता छैन त्यो नदेखा जसले त कामै पाएछ अब त धमाधम यति राम्रो छोराले अब भिडियो गर्नु पायो अरू के खोज्नु हो यति राम्रो आमालाई मैले भिडियो गरिदिएको छु राम्रो बनाइदिइरहेको छु भिडियो गरेर के गर्नु पैसा पाउने भए पो म दिइहाल्छु नि आमालाई पैसा के को टेन्सन गर्नुभएको अहिले मलाई 1000 रुपियाँ दिइराख्नु अहिले मलाई 1000 रुपियाँ दिइराख्नु म तपाईँलाई तेरो बाउको दिन्छ परेख अनुहार पनि के भयो आमा यस्तो चाउरी पर भर्खर हुँदैछ अब ला अलिक दिनमा 8 बजेतिर जान्छ भर्खर गाउनुलाई लु हौ त्यस्तो त नभनौँ न हौ अशुभ अशुभ त नबोल्नु अशुभ बोल्नु हुँदैन क्या मान्छेले कहिले पनि यसले चाहिँ के न यसरी भिडियो गरेर जिन्दगीमा सबै गर्नु अशुभ चाहिँ नबोल्नु अरे क्या आमा त्यसो भन्छ बुढापाकाले अदुवा त सानो रोप्नुलाई चाहिँ ल्याउनु पर्थ्यो रोप्नु बेला गयो बापुङ बापुङ ओ बापुङ अनि आमालाई के तपाईँलाई बाउको माया कति लाग्छ हौ बिता कुरो नगर यो गरेर त कामै पाएन म गोछु है होइन हौ कति माया लाग्छ भन्नु न त नि कति लाग्छ बाउको कति लाग्छ यति लाग्छ कति अरे हातले देखाउनु यति ला त्यति धेरै छोरी नै हाँस्थ्यो त आमाको कुराले त ए ल ल त्यसो भने अब बाई बाई भनिदिनु दर्शक बिनहरूलाई तेरो बाउको बाई बाई भनिदिनु न बाई भनिदिनु न हातले छिटो भन्नु न बाई बाई भन्नु न बाई बाई उसले बाई गरे गरे बाई गरेर खान्छ बाई गर लाइक गरिदिनु भन्नु न कस्तो हुन्छ अरे लाइक गरिदिनु भन्नु न लाइक गरिदिनु सेयर गरिदिनु भन्नु सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु भन्नु के सब्सक्राइब सब्सक्राइब गरिदिनु